अब चाहिँ काम लगभग सकिने बेला हुन थाल्यो। अहिले फाइनली कितना बज गया? 4:50 5 बजने को आयो, 53 हो गया। तो हाई गाइज, गुड मर्निङ। सो सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। म चाहिँ आज फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म भर्खर उठेर फ्रेस भएर पानी सानी भर्खरै पानी पियाएर एक बोतल पानी पियाएर सकाएँ। अनि त्यसपछि पानी पियाएर सकाइसकेपछि म चाहिँ एउटा बनाना खान लाग्यो। आज चाहिँ नास्तामा एउटा बनाना, अनि त्यसपछि कोदाको रोटी बनेको छ। अनि त्यसपछि त्यो खाएर उठेर म चाहिँ नास्ता गरेर उठेर काममा जाने हो। साथीहरू चाहिँ कोदाको रोटी चाहिँ यस्तो खाले बनाए आज चाहिँ। अनि त्यसपछि यो चाहिँ दुध भयो, अनि यो चाहिँ तरकारी, अनि त्यसपछि एउटा अनार पनि छ। यति हो। अब चाहिँ खानु पर्यो है कस्तो बनाए। गुड मिठो बने रोटी चाहिँ मिठो भाइ। म चाहिँ यति नास्ता गरेर गइहाल्नुपर्छ, मलाई ढिला हुन लाग्यो। गाइज म चाहिँ काममा आइसकेर अनि काम गरेर उठेर अनि त्यसपछि म चाहिँ यसो वक गर्नको लागि हिँडेको। अनि आजको मौसम चाहिँ यस्तो बवाल छ, पुरै पानी सानी परेको छैन है। दामी छ कि दामी लागिरहेको दामी। यहाँ चाहिँ यस्तो दामी खाले फुल फुलेर छ। त्यही हो गाइज, म चाहिँ यत्तिकै त्यही गार्डनमा वक गर्नको लागि आएको। अब गएर चाहिँ खाना खाने बेला नि भयो मेरो चाहिँ। अब गएर मैले चाहिँ खानासाना पनि खान्छु। अनि त्यसपछि खाना आइपुगेपछि अलिकति यसो काम गर्ने, अनि त्यसपछि फेरि घर जाने बेला भइहाल्छ। त्यसपछि फेरि बाँकी कुरा अहिले गरौँला। गाइजमा चाहिँ अब खाना खानु लाग्यो होइन। खानामा चाहिँ रोटी छ, भात छ। यो चाहिँ महाराष्ट्रको रोटी जस्तो ठुल्ठुलो खान्छ। हाम्रोमा त सानो सानो सुगर रोटी भन्ने जस्तो हुन्छ है। उनीहरूले ठुल्ठुलो रोटी बनाउँछ नि, यत्रो यत्रो रोटी है। फेरि एउटा खाए दुईवटा खाएपछि फेरि गेम ओभर हो क्या। यति ठुलो ठुलो रोटी हुन्छ यो चाहिँ भगवान। अनि खाना खानु लाग्यो। खानामा चाहिँ आज चनाको सब्जी छ होइन। अनि त्यसपछि फेरि यो चाहिँ झोलीलाई आलु सालु फ्लावर बनाएको छ, त्यो दुईवटा। अनि भात छ। त्यही हो, च्याप्टोसँग खानु पर्यो होइन हो। इन्जोय गाइज। दामी। गाइज हामी चाहिँ बाहिर गएर आएको होइन। अनि टक्कसँग काम थियो, एक ठाउँ पार्सल पुऱ्याउनु थियो, त्यहाँ गएर उडेर आएको ट्याक्क। कुमार अनि म छौँ। अनि त्यही हो। अब चाहिँ काम लगभग सकिने बेला हुन थाल्यो। अहिले फाइनली कितना बज गया? 4:50 5 बजने को आयो, 53 हो गया। तो सामने का नजारा देखो आज ऐसा है। यस्तो देखिएको छ अगाडि ट्राफिक भरिएको छ सबै। तर नेचर चाहिँ एकदम दामी छ के अहिलेको चाहिँ। अब यो बर्खाको सिजन भएर पनि होला, बर्खाको सिजन पनि भएर होला। अनि नेचर चाहिँ दामी छ। जे होस्, हामी चाहिँ अब कामसाम सकाएर हेरेर फर्किसकेको। त्यसपछि यहाँ चाहिँ गेट कति बेला खोलियो, गेट पनि खुल्यो। त्यसपछि ल ठिक छ, हामी चाहिँ अब टेक आइयो। गाइज म चाहिँ फाइनली घर आइसकेँ। घर आएर अनि हात खुट्टा धोएर भर्खर फ्रेस भएर अनि खानासाना खाएर बसेको। अब म चाहिँ सुत्न जान लागेको। तपाईँहरूको दिन आज कसरी बित्यो? म चाहिँ आज दिनभरि अब त्यो कामसाम यताउता गरेर भर्खर आएँ। अनि त्यही हो। थ्याङ्क यू सो मच गाइज, मेरो सानो सानो क्लिपहरू हेरिदिनु भयो बिहानदेखिको है। थ्याङ्क यू सो मच गाइज। अर्को भिडियो हामी भेटौँला। बाई।